किन्नु लागि त गइरहेछ मार्केट। माछा धेरै किसिमका माछा पाउँछ। आज हामी पार्टी गर्न लागिरहेछौँ होइन, देउसा अब मोलसकर खाने भनेर अहिले पार्टीको लागि अहिले रेडी भएका छौँ। मटर सटर किन्नको लागि हामी तयार अहिले जाँदैछौँ मार्केट। हेलो गाइज, वेलकम बैक टू आवर न्यू ब्लग है। उहाँ चाहिँ मेरो साथीको, यो चाहिँ मेरो साथीको युट्युब च्यानल हो, मणिकलाल राजवंशी। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र मन परे लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। आज चाहिँ हामी बिहान बिहानै मटन करी बनाएर खान जाँदैछौँ होइन। त्यो मटन बनाउनको लागि हामी चाहिँ मार्केट जाँदैछौँ। मार्केटमा अब के लिन्छौँ होइन, मटन कति रुपियाँ किलो छ त्यो सबै देखाउनेछौँ। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। ल उहाँ केही बोल्नुहुन्छ ल, बोल्नुहोस् त। ल आज यस पार्टी राख्न पनि गइरहेछ, मटन खाने भनेर रेडी भएका छौँ होइन। किन्नु लागि त गइरहेछौँ मार्केट। देउसा आज पार्टी मनाउँ भनेको मार्केटमा। यो चाहिँ हाम्रो क्याम्पको डोर हो होइन। क्याम्पको बाहिर निक्लिसकेका छौँ हामी। अब हामी चाहिँ सिधै मार्केट जाँदैछौँ गाइज। मार्केटमा गएर तपाईँहरूलाई होइन सबै कुरा देखाउनेछौँ, रेट भाउ होइन। हाम्रो मार्केट नजिकै छ होइन, नजिकै छ। त्यही नजिकबाट हामीले देउस पार्टी सार्टीको लागि यसो खरिद बिक्री गर्न जाँदैछौँ। गाइज मार्केटको नाम चाहिँ ओसिस हो होइन। ठ्याक्कै यही नै मार्केटको अगाडि छौँ। अब भित्र गएर देखाउँछौँ हामी के कस्तो छ है त। साथीहरू, यसो मार्केट हामी आइपुगेका छौँ। यहाँ धेरै किसिमका ब्रान्डहरू छन् होइन, साबुनहरू अनि यहाँ हरेक कुरा पाइन्छ। टुथपेस्टहरूदेखि लिएर होइन, खानेकुराका सामानहरू अनि तेलहरू होइन, तेलहरू अनि विभिन्न यो खानेकुराहरू जस्तै अब ड्रिङ्कहरू, पेय पदार्थहरू पाउँछ होइन। यहाँ धेरै किसिमका पेय पदार्थहरू पाउँछ, जस्तै कोल्ड ड्रिङ्कहरू होइन। अनि यसो ल हामी मटन लिइरहेछ। अब मटन लिएर हामी धेरै किसिमका मटन पाउँछ। यहाँ केनिया मटन पाउँछ है, अनि इन्डियन मटन पाउँछ, चिकन पाउँछ, अनि चिकन अनि माछाहरू है माछा पाउँछ। माछा धेरै किसिमका माछा पाउँछ। धेरै आइटमको माछा पाउँछ होइन, अनि धेरै राम्रो छ है, धेरै राम्रो छ माछाहरू। रहु के छ अरे यसरी चाहिँ नि प्याकिङ गरेर राखेर झिङ्गे माछाहरू धेरै किसिमको माछाहरू, सानो माछाहरू पाउँछ है। माछाहरू बट्टै नि पाउँछ, बट्टा पाउँछ। तेल हर्दीहरू मसलाहरू अनि मजातिर यस्तो मसलाहरू ओलिभ ओइल होइन, चिनीहरू छ। यो मेरियो चाउचाउ, नेपाली चाउचाउ भाइ भाइ होइन।
वही सबसे करेंट सबसे करेन्ट चाउचाउ नेपाली चामल पनि पाउँछ होइन वही सबसे करेंट लगायत त्यो नेपाली वही सबसे सिद्धै गरेछ पछि साह्रै भन्दैछ बाजीहरू अनेक थरी छ गाई छ अनेक थरी छ उहाँ आज फेरि उहाँको भ्लग उहाँ ल गाइजहरू यहाँ धेरै आइटमहरू हेर्नु होला यहाँ आटा पनि पाउँछ है यहाँ सेमोलिया भन्ने पनि पाउँदो रहेछ धेरै किसिम चुराहरू है यहाँ धेरै किसिमको यसो खानेकुराहरू पाउँदो रहेछ अनि यहाँ हामी ल गाइज हाम्रो अर्डर कटिङ भइरहेछ रेडी है देउसा कटिङ भएर आउँदै जाने प्याज साज किन्छौँ होइन प्याज अनि लसुन होइन टमाटर अदुवा सबै किन्नुपर्छ अब यसो पकाउन लागि सिटी अब जान लागेको दोकानबाट अब ल साथीहरू किनमेल भइसक्यो अब रुमतिर लाग्नु लागेको रुममा गएर अब रुममा गएर कुकिङ गर्नु पर्यो कुकिङको नि भ्लग अब यसमै आउँछ त्यही भएर यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दैन होला गाइज है आज चाहिँ हाम्रो मणिकलाल राईले खतरै मटन बनाउनुहुन्छ भन्ने आशा गर्दछु है म चाहिँ भेटौँला किचनमा सामान अब यसो पकाउनलाई रेडी अब हामीले अब सामान लिएर यसो पकाउन रेडी भएको छौँ ल गाइस अब म काट्नेतिर लागेँ अब यसो प्याजहरू होइन लसुनहरू होइन अब यो अहिले अब रेडी गर्नको लागि तयार गर्नको लागि रेडी छौँ हामी यसलाई काट्नु पर्यो प्याजहरू लसुनहरू रेडी गर्नुपर्छ होइन प्याज पनि रेडी गर्नु पर्यो काटेर काटेर अब यसलाई मजाले धुनु पर्यो मटन मजाले सफा गर्नु पर्यो सफा गरेर पकाउन रेडी अब पकाउने रेडी तयारी छौँ हामी अब ठ्याक्क कराई राखेर एकदम पकाउन रेडी भइसक्यो खुर्सानी अनि लसुन अनि अदुवा पनि हाल्नु पर्यो ल मटन अब हाल्नु पर्यो यहाँ मटन छ फ्रेस मटन ल बेसार अब हाल्नु पर्यो मजाले ठिक ल यो नुन हो अब नुन हाल्ने मजाले अलि ठिक मात्रामा ल सबै कुरा हालिसक्यो मसला
अब यसलाई छोपेर पकाउन दिनु पर्यो, पाक्न दिनु पर्यो, मजाले पाक्न दिनु पर्यो, अहिले दिनु पर्यो, छोपिदिनु पर्यो मजाले। ल रेडी गरिरहेको छु। रेडी गर्नु पर्यो टमाटर। मसिनो तरिकाले काट्नु पर्यो। थालमा थालमा हालेर एकछिनपछि हाल्नुपर्छ पाकिसकेपछि। गाइस अब टमाटर हाल्नको लागि हाल्नु पर्यो, पाकिसक्यो होइन मटन। अब टमाटर हालेर चलाउनु मजाले पकाउनु दिनु पर्यो। मजाले पाकिसक्यो है। अब यसलाई टमाटर हालेर मजाले पकाउनु, हल्का पकाउनु दिनु पर्यो। ल गाइस अब मटन पाकिसक्यो, अब धनियाँ काटेर हाल्नु पर्यो। ल म अब धनियाँ काट्न गइरहेको छु। धनियाँ अब मटनमा हालेर चाहिँ हालिदिउँला, यसलाई हालेर मजाले छोडिदिन्छु पकाउने चाहिँ। हाम्रो मटन रेडी भइसक्यो खानको लागि। ल एकछिन छोपेर हामी पाकिसक्यो मटन होइन। अब हामी खाना खानु, अब खानाको अब तल रेडी जान्छ भएका छौँ। किचनमा। ग्लासमा पानीहरू रक्सी होइन है फेरि यो चाहिँ बिरयानी दिया रहेछ क्याम्पमा। बिरयानी हाम्रो मटन बिरयानी यस्तै छ। हेर्नुहोस् मटन मटन यस्तो छ है, बास्ना आइरहेछ नि। धेरै स्वादिलो छ भन्नु पर्यो होइन। अब हामी स्टार्ट गरिरहेछौँ खानको लागि। ल हामी पस्किँदैछौँ है। ल म पस्किँदैछु। खाँदैमा बफे डिनर हो खान मन लागिरहेछ गाइज होइन। कस्तो अब धेरै राम्रै भएको छ हेरौँ। हेर्दाखेरि त मिठै छ, अब खाएपछि पत्ता चल्छ यो मिठो छ कि तितो छ। ल तपाईँ लिनुहोस्। ल ल म पनि लिन्छु। म पनि रेडी, अब एकदम खानको लागि रेडी छौँ हामी। तातो तातो एकदम छ नि होइन, बिरयानी पनि तातो। हाम्रो यो मटनलाई खसीको मासु पनि तातो। ल हेर्नुहोस्, ल छोप्नु त यसलाई, झिङ्गा माखा नजाओस् होइन। ल छोपिहालेँ। ल अब यसलाई म साइडमा राख्छु गाइस। त्यसपछि म तपाईँहरूलाई हाम्रो खाना देखाउँछु है। यस्तो छ है गाइस। ल यस्तै छ है। अब हामी खाना सुरु गऱ्यौँ होइन, हेर्दै हुनुहुन्छ। ल म चाहिँ मटनबाटै स्टार्ट गर्छु है केटा हो। ल ल म पनि सुरु गरेँ। अरे बाफरे मिठो छ यार। एकदम मिठो छ, एकदम मिठो छ, एकदम मिठो छ। मलाई नि साह्रै नै मिठो लाग्यो। एकदम मिठो छ, एकदम सही, एकदम बनिएको छ है। नुन तेल मरमसला त सही बराबर भएको छ। बराबर भएको छ है। ल अब हर छुट्टीमा हामीले यसरी खानुपर्छ है। टाइममा यसो गरेर खानै पर्यो नि होइन, अलिक खानुपर्छ, स्वास्थ्यको लागि राम्रो हो। ल अब खाइसकेर म तपाईँहरूलाई केही कुरा भन्न चाहन्छु अझै है त। तपाईँहरूलाई नै भोक लाग्यो भए आउनुहोस् खाना। ल गाइस, तपाईँले आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला। फेरि भेटौँला अर्को भिडियोमा। आजको लागि बाई बाई।